75 दिनसम्म मरेको बच्चालाई बोकेर हिँड्दा भाग 1। सपना र सङ्घर्षको यात्रा, जीवन र मृत्युको सीमा, 201 दिनको यात्रा। जीवन एक यात्रा हो जहाँ हरेक मोडमा नयाँ चुनौतीहरू भेटिन्छन्। कहिलेकाहीँ सहज तर धेरै जस्तो गहिरो, पीडादायक र हृदय चिरिने खालको। र आज म तपाईलाई मेरो जीवनको त्यो अध्यायमा लिएर जाँदैछु जहाँ सपनाले सङ्घर्षसँग भेटेको थियो, जहाँ आशाले मृत्युको छायासँग तुलना गरेको थियो र जहाँ एक आमाको मुटुले 201 दिनसम्म जीवनको लागि लडेको थियो। म एक सामान्य परिवारमा जन्मिए। सानैदेखि शान्त, कम बोल्ने स्वभावकी। बोल्नुभन्दा मैले महसुस गर्न चाहने, दुःखलाई पनि छातीमै थामेर राख्ने। आज म खुला भएर बोल्दैछु किनकि यी अनुभव केवल मेरो व्यक्तिगत पीडा होइनन्, तर यी त प्रमाण हुन् कि परमेश्वरको कृपा दुःखभित्र पनि कहिले हराउँदैन। आशा, निराशा, प्रेम, बिछोड र मृत्युको छायाबाट मैले पाएको ईश्वरीय अन्तर्दृष्टि सायद तपाईको जीवनमा पनि नयाँ उज्यालो ल्याउनेछ। जब जीवनको यात्रा मातृत्वको बाटोमा प्रवेश गर्छ, त्यति बेलादेखि एक महिला केवल महिला रहँदिनन्, उनी आमा बन्छन्। आमा जुन नाममा नै त्याग, शक्ति, आँसु र आशा हरपल बगिरहेको हुन्छ, जुन मुटु आफ्नो बच्चाको लागि जसरी धड्किन्छन् त्यसरी अरू कसैको लागि कहिले धड्किँदैनन्। यो कथा हो एक आमाको अटुट बलिदानको, एक नारीको साहसको। मेरो जीवनको ती 201 दिन यही मातृत्वको सबैभन्दा गहिरो परीक्षा थिए। जीवन र मृत्युको बीचमा उभिएर आशा र निराशाको युद्ध जित्दै। तर मेरा जीवनका ती 6 महिना जसले मलाई भत्काए अनि फेरि उभिन सिकाए, र ती 201 दिन जसले मलाई जीवन र मृत्युको वास्तविक अर्थ बुझाए। एक आमाले गर्न सक्ने सबैभन्दा ठुलो सङ्घर्ष मैले त्यही देखेँ, त्यही बुझेँ अनि त्यही झेलेँ। त्यो 6 महिनाको यात्रा जसले मलाई भत्कायो, फेरि पनि बनायो अनि जसले मेरो आँखा खोलिदियो कि जीवन कहिले केवल सुखमा मात्र होइन, कहिलेकाहीँ सबैभन्दा अँध्यारो रातहरू नै सबैभन्दा उज्यालो विश्वासको जन्मस्थान बन्दछ। मेरो मातृत्वको परीक्षा साधारण थिएन। यो 201 दिनको यात्रा यस्तो यात्रा थियो जहाँ जीवन र मृत्यु सँगै हिँडिरहेका थिए, आशा र निराशा एकअर्कासँग लडिरहेका थिए। जुन दिनबाट यो यात्रा सुरु भयो, त्यही दिनदेखि मेरो हरेक सास पीडा, डर र अपेक्षामा बग्न थाल्यो। हृदयभित्र एकतर्फ दुःखको आँधी थियो, तर अर्कोतर्फ परमेश्वरलाई विश्वास गर्ने अझ अटुट भरोसा। कहिलेकाहीँ यस्तो लाग्थ्यो सायद म भाँसिएको छु, सायद यो सहन नसकिनेछ, तर आमा बन्ने शक्ति, किनकि मनभित्र धड्किरहेको त्यो सानो धड्कनले म बाँच्न चाहन्छु भनेर बोलिरहेको आवाज सुन्थ्यो। मेरो यो 201 दिन केवल अस्पतालको रिपोर्ट होइन, यी ती दिन परमेश्वरको करुणाको जीवित गवाही थिए। उहाँले देखाउनु भयो कि रात जति अँध्यारो भए पनि त्यही अँज्यालोमा उज्यालो दिनको जन्म हुन्छ। आज म यो कथा खोल्दैछु किनकि यो केवल मेरो पीडा होइन, यो हजारौं आमाहरूको आवाज हो जसले आफ्नो बच्चाको लागि हृदयको अन्तिम धड्कनसम्म लडिरहेको हुन्छन्। यदि तपाईँ पनि जीवनको कठिन बाटो भएर हिँड्दै हुनुहुन्छ भने स्मरण गर्नुहोस्, परमेश्वर कहिले ढिलो हुनुहुन्न। उहाँको कृपा सबैभन्दा अँध्यारो क्षणमा सबैभन्दा उज्यालो भएर चम्किन्छ। यो मेरो सत्य कथा, सपना र सङ्घर्षको, आशा र आँसुको र 201 दिनको जीवन र मृत्युको सीमा पार गर्ने असाधारण यात्रा। यसरी मातृत्वको बाटोमा 201 दिनको यात्रा सुरु भयो।
के त्यति बेला म वास्तवमै तयार थिएँ अब आउने घटनाको लागि, कि मैले आफ्नै गर्भभित्र जीवन र मृत्युको यस्तो सङ्घर्ष झेल्न सक्थेँ। तर यो त केवल पहिलो पान्ना मात्र हो, साँचो कथा अझै बाँकी छ। आँसु, विश्वास, आश्चर्य र चमत्कारले भरिएको त्यो गहिरो अध्याय अझै खोलिएको छैन। यो यात्रामा मैले गुमाएको पनि धेरै थियो, तर परमेश्वरले दिनुभएको अविश्वसनीय शक्ति त्योभन्दा धेरै ठुलो थियो। कथा अझै बाँकी छ।